के तपाईँ पनि कहिलेकाहीँ थाक्नुहुन्छ? ऊर्जाहीन महसुस गर्नुहुन्छ? साथीहरू, तपाईँको स्वास्थ्य राम्रो छैन भने जीवनका अन्य कुरा सफल बनाउन गाह्रो हुन्छ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ स्वास्थ्य राम्रो राख्ने 5 सरल तरिका। नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई जितको रहस्य च्यानलमा। साथीहरू, स्वस्थ शरीरमा मात्र स्वस्थ दिमाग हुन्छ। यदि तपाईले आफ्नो शरीरको ख्याल गर्नुहुन्न भने सफलता, खुशी र फोकस सबै प्रभावित हुन्छ। आज म तपाईलाई स्वास्थ्य राम्रो राख्ने 5 आदतहरू बताउनेछु। 1. नियमित एक्सर्साइज गर्नुहोस्। शारीरिक स्वास्थ्यको लागि व्यायाम सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दैनिक 30 मिनेट वक, जग, योगा वा घरैमै सिम्पल एक्सर्साइज गर्नुहोस्। यसले तपाईको ऊर्जा बढाउँछ र मानसिक तनाव पनि कम गर्छ। 2. सन्तुलित खाना खानुहोस्। स्वस्थ रहनको लागि स्वस्थ खाना खानु जरुरी छ। जङ्क फुड, धेरै चिनी र बढी तेलबाट टाढा रहनुहोस्। फलफुल, तरकारी, प्रोटिन र पर्याप्त पानी पिउनुहोस्। 3. पर्याप्त निन्द्रा लिनुहोस्। शारीरिक र मानसिक स्वास्थ्यको लागि रातको 7-8 घण्टा सुत्नु अनिवार्य छ। निन्द्रा पूरा नहुने हो भने ऊर्जा कम हुन्छ, फोकस हराउँछ र मुड पनि बिग्रन्छ। 4. तनाव कम गर्नुहोस्। तनावले स्वास्थ्यलाई धेरै असर गर्छ। धेरै सोच्नु, नेगेटिभ सोच वा कामको दबावले बीपी बढाउँछ, निन्द कम गर्छ, रोगको सम्भावना बढाउँछ। ध्यान, मेडिटेसन वा नेचरमा समय बिताएर तनाव कम गर्नुहोस्। 5. रेगुलर चेकअप गर्नुहोस्। धेरै मानिसहरू स्वास्थ्य ठिक छ भन्छन् तर जाँच गर्दैनन्। रेगुलर चेकअप गर्दा तपाईलाई समस्या पहिले नै थाहा हुन्छ र उपचार सजिलै सम्भव हुन्छ। साथीहरू, स्वास्थ्य राम्रो हुनु भनेको जीवनको आधार हो। यदि तपाईले आफ्नो शरीरको ख्याल गर्नुहुन्छ भने सफलता, खुशी र फोकस सबै सम्भव छ। आजबाट एउटा निर्णय लिनुहोस्, म आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनेछु। धन्यवाद साथीहरू। यदि तपाईलाई यस्तो प्रेरणादायी भिडियो मन पर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी फेरि अर्को प्रेरणादायी भिडियो लिएर छिट्टै भेट्नेछौँ। धन्यवाद।